हामी ड्राइभिङ न्यू लर्ड ट्युसन कम्प्युटर हामीलाई बोक्न पठाएर हैरान छ ट्युसन सेन्टरबाट हामी आज हाइकिङ जाँदैछौँ विवास कस्तो लागिरहेको छ हिँडेर जाँदाको कन्डिसनमा एकदम बवाल अहिले खुट्टा आज त हुन्न साँझ हुन्छ अहिले हो 7 तारिक जाने बाटो 7 तारिक हुँदै हामी माथि कटुगा जाँदैछौँ हिँडेर आज मौसम पनि पानी परिरहेको छ है ठुलो पानी पर्ने जस्तो छ ल ल हामी हिँड्छौँ है हाम्रो आज पछाडि खानको लागि जन्मेका जनताहरू आउँदैछन् खाँदै हिँड्दै गरिरहेछन् पानी परिरहेको छ हिँड्न गाह्रो भइरहेको छ अझै कटुगा पुग्न कति छ टाइम थाहा छैन कोही बिस्कुट खाएर रमाइलो गरिरहेछन् ओहो पानी परिरहेको छ सिम्पल पानी असारको महिना पनि सुरु भयो जस्तै छ भिडियो पनि हल्का क्लियर आएको जस्तो नआएको जस्तो छ हेर्नुहोस् यो साइडतिरको घरहरू पनि दामी दामी रहेछ रमाइलो मलाई त रमाइलो भनौँ कि नरमाइलो भनौँ साथीहरूसँग हिँडेको रमाइलो स्टुडेन्टसँग विद्यार्थीसँग यहाँ गएको थिएन सरलाई फोन गरेर के लाने भन्नु अरे हामी पैसा दिन्छौँ किन अरे हामी पैसा दिन्छौँ कसो बर्थडे हो आज हामी ड्राइभिङको लागि कटुगा जाँदैछौँ हामी 7 तारिकको गेट प्रवेश गरेर भित्र पेशका छौँ हामी विद्यार्थीहरूसँगै रमाइलो गरेर न्यू लर्ड ट्युसन सेन्टरको स्टुडेन्टहरू आजसँग हामी ड्राइभिङ खेला गर्दैछौँ छिटो हो छिटो छिटो विद्यार्थी रमाइलो गरिरहेका छन् 7 तारिकको गेट प्रवेश गर्नु भेटेको दृश्य हो यो हामीहरू अब सास बोला जस्तो छ हामीहरू उकालोतिर लागिरहेको छौँ बाटो पनि अँध्यारो अँध्यारो रहेछ मौसम पनि अँध्यारो अँध्यारो छ आज छिटो आउनुहोस् है छिटो तर जङ्गलको बिचमा थियो के छ हामी सबै सन्चै छौँ म त परान फुसिन्छ जस्तो छ हैट मेरो क्यामेरा आज किन फुर्छ आइरह क्यामेरा फुर्छ क्या बाबै लाग्यो लेख्थेर के खानु जानु फाइनली गाइस हामी के को अरे बौद्धको के भन्छ यसलाई गुम्बामा पुगिसकेका छौँ खाकेमा लाग्दो रहेछ यहाँदेखि त खसिन्छ गाह्रो पर्यो भने
बिहार गुम्बा बौद्धको शान्तिको अग्रदूत गौतम बुद्धलाई भनिन्छ र उनको नाममा बनाइएको बिहार के रे गुम्बा सुर्खेत जिल्लाको गठेरा भन्ने ठाउँमा पर्छ र यहाँसँग सल्लाहका रुखहरू पनि राम्रो रहेका छन् यहाँ बस्नु मिल्दैन मन्दिरमा बस्नु होइन सर पछाडि जाला विनोद कहाँ गए विनोद आइसक्यो नाम विनोद हो